आज चाहिँ म बनाउनु गइरहेछु 25 इयर्सको केक जसको डिजाइन चाहिँ उहाँले मलाई सेन्ड गर्नुभएको थियो र त्यसको टपमा चाहिँ लेखेको थियो 25 इयर्स। त्यही कारण चाहिँ मैले यसलाई 25 इयर्सको केक भन्दैछु, बट एक्चुअली यो चाहिँ 25th एनिभर्सरी केक रहेको छ जसको डिजाइन चाहिँ उहाँले मलाई सेन्ड गर्नुभएको थियो। सो हाई एभ्रीवन, टेस्टेबल केक शप हियर, वेलकम एन्ड वेलकम ब्याक टु माई अनदर ब्रान्ड न्यू केक मेकिङ भिडियो। आज चाहिँ रेगुलर साइजभन्दा अलिकति ठुलो केकको अर्डर रहेको छ नि त, जसको फाइनल कोड चाहिँ म गर्न गइरहेछु है। अरूले चाहिँ ठुलो प्यालेट नाइफ कति मजाले युज गर्छ, ठुलो केकतिर सजिलो पनि हुन्छ, छिटो पनि हुन्छ है। तर मैले चाहिँ स्टार्टिङदेखि यो सानो युज गरेको है। मलाई चाहिँ यो सानोसँग नै कम्फर्टेबल हुन्छ। मैले ठुलो पनि ल्याएँ तर मलाई युज गर्नै आएन, किनभने म यो सानोसँगै कम्फर्टेबल छु है। अनि अहिले चाहिँ बस्नु आँटेको छ बेलुकाको 7, अनि मैले चाहिँ आज नै यो कम्प्लिट गर्नुपर्ने हुनेछ, किनभने मैले भोलि चाहिँ 7:30 बिहान 7:30मा चाहिँ दिनुपर्ने हुनेछ है। अनि यहाँ मेरो फर्स्ट टायर रेडी भइसकेको छ, सेकेन्ड टायर एन्ड थर्ड टायर पनि रेडी भइसकेको छ। अनि बाँकी रहेको काम म मर्निङमा आएर गर्नेछु। अनि यो चाहिँ हो बेलुकाको मेरो फन्ड एन्ड वर्क है। आज चाहिँ दोकानमा पनि यस्तो बिजी थिएँ है, अनि घरमा आएर पनि गर्नु पर्यो मैले फन्ड एन्ड वर्क। यस्तो बेसी थाकिरहेको थियो है, तर काम त गर्नु पर्यो। अनि अहिले चाहिँ टाइम भएको छ बेलुकाको 11:10 है, तर पनि मेरो फन्ड एन्ड वर्क कम्प्लिट भएको छैन, अझै गर्नु बाँकी नै छ। काम भने त तर सबै नै साह्रै नै हो है साथीहरू। फाइनली मेरो फन्ड एन्ड वर्क चाहिँ कम्प्लिट भइसकेको छ। अब यो सबै समेटेर चाहिँ म रेस्ट गर्नेछु, किनभने बिहान पनि म छिटो उठेर जानुपर्ने छ, किनभने मेरो आधा काम कम्प्लिट भएको छैन है, गएर फेरि गर्नुपर्ने छ। अनि यहाँ चाहिँ मेरो पान्डा मस्त सुतिरहेको छ, यसलाई केही पर्वाही छैन। यसको यहाँनिर हेर्नु न, यसको यो स्पट, यसले सास फेर्दैपछि ठुलो सानो हुँदो रहेछ है। 11:30मा चाहिँ गुड नाइट भएर चाहिँ म बिहानको 6 बजी चाहिँ दोकानमा जाँदैछु। अनि दोकान गएर पनि मेरो काम बाँकी नै छ नि त। अहिले भने चाहिँ म दोकान पनि आइसकेको छ, अनि अब चाहिँ म फटाफट स्टार्ट गर्नुपर्ने हुन्छ मैले काम है। अनि अहिले चाहिँ मैले 3वटा टायरलाई रेडी गरिसकेको छु। अनि यो चाहिँ हेभी भएको कारणले चाहिँ टर्न टेबलमा राख्नु मिलेन नि त, सो टेबलमै राखेर चाहिँ म डेकोरेट गर्ने काम गर्दैछु। अनि त्यहीँनिर टर्न गर्दै मैले त्यसलाई डेकोरेट गर्ने काम गर्दैछु। अनि डेकोरेट गरिसकेपछि अब मेरो यसको फाइनल काम छ मेरो मैले बनाएको त्यो फन्ड एन्ड फ्लावरहरू एट्याच गर्ने। सो एट्याच गरिसकेपछि यसको फाइनल लुक चाहिँ यस्तो देखिएको छ। अनि यसमा मैले ग्लिटर्स पनि लगाएर चाहिँ 25th एनिभर्सरी केक रेडी भइसकेको छ। डिजाइन त उहाँहरूले नै सेन्ड गर्नुभएको थियो, तर पनि केक रिसिभ गरेर चाहिँ केकलाई धेरै मन पराइदिनु भयो। सो थ्याङ्क यू।